नबोलाम भने नि बोल्नै पर्ने बाध्यता बनाउँछ कि अर्को समाजको कुरो सुन्दाखेरि यति खुन तातेर आउँछ कि यसले कहाँसम्मको रहेछ त यो कहाँसम्मको एमालेको झोली रहेछ त यो नम्बर 1 रहेछ के माइस बस्नेको जेठा दाइ रहेछ के यो मासाले यो खाते हो यसलाई यस्तै बोल्नुपर्छ यो गुरुलाई यसलाई सम्मान गर्नु सक्दैन यसलाई अपमान गर्ने गाली बेचिदिको सुन्ने छ के यसको बोली व्यवहारले गर्दाखेरि साले कति तैले सौदाले पनि त्यति रिस गर्दैन न बालेनले कति रिस गर्यो कहिले पनि 48 घण्टा छोडिदिन्छ त मलाई प्रधानमन्त्री भन्ने तँलाई कतिको भोगी छ त प्रधानमन्त्रीको सुन्नु पर्ने नि तँलाई प्रधानमन्त्री हुनुलाई तेरो न रंग छ न ढंग छ साले लाज नभएको त गुरु पहिला तिमी माओवादी हुँदाखेरि कति पैसा लुटेर ठगेर खाएको रहेछ त तेरो पनि राम्रो छ नियत अस्ति न माइकिङ फुक्दै यो सार्वजनिक जग्गा हो भनेर त्यहाँ मान्छेले उठाउँदै थिए त तिमीले नि रुँदै थियो मान्छेहरू लडी बडी भुइँमा अनि हर्क समाजलाई बालेनलाई चाहिँ किन रिस गर्छ तैँले को सही को गलत त त्यहाँ छुट्याउँदै छ त बालेनले को सक्कली को नक्कली व्यवस्था गर्छु भन्दै छ त तैँले सिकाउनु पर्छ बालेनले तिमी भन्दा सही गुणा अगाडि छ बालेन तिमीले सिकाउनु पर्दैन तिमी जस्तो स्टार्टर लेख्दैमा म जस्तो पढेको कोही छैन म जस्तो जान्ने सुन्ने कोही छैन भनेर फुर्ती लाउँछ त्यस्तो फुर्ती लाउने मान्छेले यस्तो गाली खान्छ के यस्तो विजयती हुन्छ के त्यस्तो फुइलाउने मान्छेले साला चोर डाका तँलाई लाज छैन शरम छैन तँलाई नयाँ पार्टी हो भने नयाँ पार्टीलाई समर्थन गर्नु पर्दैन तैँले जेएनजीको खोइ तैँले जेएनजीले समर्थन गरेको छ त्यत्रो बलिदान दिएको मान्छेलाई बच्चाहरूले समर्थन गरेर बोलेको छ तैँले तेरो गुखाने मुखले कहिले बोलेको छ त साले ठक त्यत्रो मान्छेले ज्यान नदिएको भए त्यत्रो जेएनजीको आन्दोलन नभएको भए त संसद हुनु पाउँथ्यो त गोरो त नालायक साले लाज छैन शरम छैन अलिकति के बोल्नुपर्छ भनेर थाहा छैन संसद भइसक्यो मान्छे जदाभावी बोलेर बस्छ अर्कालाई जदाभावी लेखेर बस्छ अझलाई ठुक्क बरु तेरो नियतलाई तेरो बुद्धिलाई थुक्छु साले गोरु खाते हो तिमी ढुङ्गा बोक्न जानेको छ हो रहेछ सबैले भन्दै यो ढुङ्गे भन्दै ढुङ्गे रहेछ के तैँले सक्छ भने ढुङ्गा बोकेर समुद्रमा पुल बनाउँदा तैँले सक्छस् साले अझ खाली पैसा मागेर अझै पनि मागेर खाँदैछ देशको उनीहरूले विदेशीबाट पठाएको रिमिटेन्सले बनाउनुपर्छ देश कर तिरेको पैसाले बनाउनुपर्छ देश कति त्यो भ्रष्टाचार गरेर कति विदेशमा ब्याङ्कमा जम्मा गरेको छ त्यो पैसा सरकारले ल्याएर यो देशमा लगानी गरेर देश बनाउनुपर्छ भन्न तेरो गुहाने मुखले त्यति भन्न आउँदैन खालि पुरानोको समर्थन गरेको छ नयाँ पार्टीलाई आलोचना गरेको छ नानाभाती लेखेको छ विरोध गरेको छ खुट्टा तानेको छ साले खाते फुर्ती गर्छस् म जस्तो कोही छैन भनेर त जस्तो त मात्रै छ जान्ने सुन्ने साले खाते होस गरेर बोल जेएनजी हो यसको मुख टार्नु के यसको मुखमा मुख हार्नु पर्ने रहेछ के कहिले पनि जेएनजीको लागि यसले कुरा उठाएको छैन यो रुन्जे यो नाटकी यो रुएर नाटक गर्छ फिल्म खेल्नु जाऊ नम्बर 1 मा राखिदिन्छ डाइरेक्टरले तिमीलाई फिल्म खेल्नु गए पनि ला छैन शरम छैन रुएर देखाउने फुर्ती गर्ने तँलाई कति न म जस्तो कोही छैन भने यस्तो त कोही अहिलेसम्म थाहा छैन हामीले त यो उमेर भइसक्यो यस्तो नाटकी यस्तो ढङ्ग रङ्ग भएको नेता त हामीले देखेको छैन के बरु देश लुट्नेहरू देखेको छस् यसले जस्तो यो नाटक गरेर रुएर यसले मान्छेले खत्तम बनाउँछ के यसले फुर्ती गर्छस् तेरो राजनीति मान्छेले थाहा हुँदैन तैँले मात्रै खेल्छ जाल अरूले पनि खेल्नु जानेको छस् होसियार तेरो मुखमा त महिनौवारी भएको प्याटले प्लाट टाल्नु पर्ने के तेरो मुखमा त साले खाते त्यतिकै त्यो फेरि समर्थनहरू पनि त्यस्तै छ आफ्नो नेताको व्यवहार कस्तो छ बोली कस्तो छ देखेर लेख्दैन मान्छेलाई मुख छाडेर बस्छस् गाली बिजिदी गरेर बस्छस् अलिकति लाज शरम नभएको हामी कसैको समर्थन होइन जसले राम्रो गर्छ त्यसको समर्थन गर्ने मान्छे हो यो हर्क समाजलाई नै हामीले समर्थन गरेको बेकारमा गरेछ क्या यो नालायक यो गोरुलाई साले खाते तेरो दिमाग त कुकुरको जति नि छैन तेरो दिमाग सुँगुरको जस्तो छ तेरो दिमाग थाहा छ